यो एउटा आलु र आज म पसलहरुमा गएर पैसाको सट्टा आलुले सामान किन्न ट्राई गर्नेवाला छु। सुरुमा म एउटा पसलमा गए तर सोचेकै थिइन दिदीले इजिली दिनुहुन्छ भनेर। ए आलुको सट्टा हो नि। ल दिदी धन्यवाद। केही एउटा सामानसँग साट्नुहुन्छ आलुलाई। किन झन् आलु त सबैसँग मिक्स हुन्छ त। एकैछिन कुरा गरेपछि साट्न त मान्नु भयो, यता भने हामीलाई नै घाटा लाउला जस्तो लाग्थ्यो। यस्तो अचानक त्यसपछि मसँग भएको आलु पनि सकियो अनि मैले एउटा पसलमा आलु किनेर त्यही बेच्न ट्राई गरेँ। यो आलुको सट्टा मलाई केही दिन सक्नुहुन्छ मिठाई सिठाई केही? हस् थ्याङ्क यू। र म गएँ पानीपुरी पसल। आलु त अब पकाएर खाने। कैसा लगा मेरा मजाक? अनि नजिकै एक्सट्रिमको इन्स्टल पनि रहेछ, त्यहाँ गएर आलुको सट्टा टेस्ट पनि गरेँ। सोचेकै थिइनँ एउटा आलुले यति सामान पाइन्छ भनेर। त्यति मात्र हो र मैले एउटा सिङ्गो स्कुटर पनि साट्न ट्राई गरेँ। यो आलुसँग साटौँ न त। साटौँ। फेरि म अरू पसलमा पनि गएँ, एउटा भाइले सब्सक्राइब गरिदिए, एउटा दिदी भाग्नु भयो र एउटा अङ्कलले त प्याज नै दिनुभयो। लास्टमा हामीले फेरि एउटा प्याज पाइसकेका छौँ। एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब।